नमस्ते। यो चाहिँ हाम्रो खाली जग्गा। यसको टोटल क्षेत्रफल चाहिँ 1544.230 स्क्वायर फिट रहेको छ र प्लेन्थ एरिया चाहिँ हाम्रो 866 स्क्वायर फिट रहेको छ भने ग्राउन्ड कभरेज हामी 56.07 गर्दैछौँ। आज हाम्रो पहिलो दिन। हामी बोरिङ खन्नको लागि तयारी गर्दैछौँ। आज हाम्रो चाहिँ यहाँ सीसी क्यामेरा फिट गर्ने काम भइरहेको छ। आज चौथो दिन। यहाँ नाप्ने र अगाडि पछाडि सेटब्याक छोड्नको लागि डोरी लाउने काम भइरहेको छ। आज डे 6। आज चाहिँ हाम्रो कुनापट्टि साइडको स्ट्रिप फुटिङको लागि पहिलो जग खन्ने काम भइरहेको छ। हाम्रो यहाँ 4वटा स्ट्रिप फुटिङ लाग्नेछ। डे 8 यहाँ सबैभन्दा पहिले चाहिँ माटोको भागभन्दा माथि ढुङ्गा बिछ्याउने काम भइरहेको छ अनि यता रड काट्ने काम पनि भइरहेको छ। यता माटो फाल्ने काम पनि सँगसँगै भइरहेको छ। आज डे 9 9औं दिन। आज चाहिँ त्यो ढुङ्गा भन्दा माथि पिसिसी गर्ने काम भइरहेको छ। डे 9 9औं दिन। आज चाहिँ हामी हतार पानी पर्ला जस्तो भएर चाहिँ पानी पर्यो भने माटो बग्छ भनेर पहिलो स्ट्राइप फुटिङ चाहिँ गर्दैछौँ। सेकेन्डमा पनि हामीले खनिसकेका छौँ। आज हल्का रात पनि पर्यो। आज चाहिँ सुपरभिजनको लागि मैले हाम्रो इन्जिनियर प्रयासलाई पनि ल्याएको छु। हाम्रो दोस्रो फुटिङको काम भइरहेको छ। आज हामीले पहिलो र दोस्रो फुटिङ सकेर त्यहाँ तल वाल लगाएर हामीले त्यहाँ माटो पनि भर्ने काम गर्यौँ। अब हामी तेस्रो फुटिङको तयारी गर्दैछौँ। सँगै उता माटो पनि भर्दैछौँ। आज काम गरेको पनि थालेको पनि 16 दिन। हजुरको साबेल यति उभिरहनु है त। हस् हस् आमा भन्नु न। हाम्रो यो तेस्रो चियर वाल बुन्दै हो। यसको हाइट चाहिँ 20 इन्च रहेको छ र दुईटा डन्डीको ग्यापमा चाहिँ हाम्रो 6 इन्च रहेको छ। एकदम राम्रो र बलियोसँग बनाइरहेका छौँ हामीले। हाम्रो यो 4 तला जाने प्लान भएको कारणले नि हामीले यो माटो मुनि चाहिँ केही कन्जुसाइ नगरिकन एकदम राम्रोसँग काम गरेका छौँ। तपाईँले हेरिरहनु भएको छ त्यो बुन्दाखेरि कस्तो देखियो भनेर। यो चाहिँ हाम्रो अन्तिम चौथो स्ट्रिप फुटिङ हो। हामी त्यसको तयारी गर्दैछौँ। सुरुमा ढुङ्गा छाप्यौँ। यता कोलम पनि बनाउने काम भइरहेको छ। र यहाँ हाम्रो मम्मी पूजा गर्दै हुनुहुन्छ। हामीले पानी हालेर सफा गर्यौँ। त्यहाँ भएको फोहोरहरूलाई फाल्यौँ। त्यसपछि हामीले EM20 कङ्क्रिट राखेर अनि त्यसलाई ढलान गर्यौँ। हाम्रो सबै यो स्ट्राइप फुटिङको हाइट चाहिँ 20 इन्च रहेको छ। देख्नुहुन्छ यसरी। यहाँ चाहिँ DPC को लागि
माटो भर्ने काम भइरहेको छ। हामीले पहिलो टाई बिम बनायौँ, त्यसपछि DPC को वाल लगाएर माटो भरिसकेपछि दोस्रो टाई बिमको तयारीमा छ। हामीले माथिल्लो टाई बिम पनि रेडी गरेका छौँ। देख्न सक्नुहुन्छ, अहिले रेडी हुँदा यस्तो देखियो। हाम्रो यो चाहिँ सबैभन्दा तलबाट ड्रेनेज जाने मेन पाइपलाइन हो। हाम्रो उतापट्टि कुनाको साइडमा चाहिँ माटो थियो। त्यो कारणले हामीले त्यहाँ चाहिँ एकदम व्यवस्थित तरिकाले सेरवाल लगाएका छौँ। पुरै डन्डी बुनेर भाइब्रेटर लगाएर एकदम बलियोसँग चाहिँ सेरवाल लगाएका छौँ। आजबाट चाहिँ हाम्रो कोलमको काम भइरहेको छ। हाम्रो कोलम पिल्लर चाहिँ सबै 14 बाई 14 साइजको रहेको छ, 14x14, र यसमा चाहिँ हामीले 20 को र 18 को रड युज गरेका छौँ। हामीले यहाँ चाहिँ तलको जमिनको भागबाट पानी रसाउला भनेर चाहिँ बिटुमिन कोड लगाएका छौँ। यहाँ चाहिँ हामीले डबल कोट बिटुमिन कोड लगाएका छौँ, जसको कारणले तलको पानी रसाएर माथि आउन सक्दैन। पहिलो तलाको लागि चौकुसहरू पनि आइसकेको छ। यो चाहिँ नेपाली अग्राको चौकुसहरू हो। वालहरूको विभिन्न भागमा चाहिँ हामीले चाहिँ लेन्टिल्स राखेका छौँ, जसले चाहिँ वाललाई एकदम बलियो बनाउनको लागि मद्दत गर्नेछ। मूल ढोका हाल्ने दिन हो। नयाँ घर बनाउने मान्छेको लागि यो मूल ढोका हाल्ने दिन चाहिँ विशेष रहन्छ। मूल ढोका हाल्ने दिन पूजा गरिन्छ। यो चाहिँ हाम्रो परम्परा हो। आज मम्मी र दिव्या छोरी भएर चाहिँ ढोका पूजा गर्ने काम भइरहेको छ। सबै झ्यालको माथि चाहिँ हामीले UPVC झ्याल राख्ने इस्टिमेट गरेका छौँ। त्यही भएर यो प्रकारको ठुलो ल्यान्टिल युज गरेका छौँ। आजबाट चाहिँ हामीले भर्याङको काम सुरु गरेका छौँ। यो पहिलो तलाको भर्याङ हो। हामीले यसमा चाहिँ पुरै बलियोसँग रड बाँधेर अनि त्यसमा चाहिँ PCC ढलान भाइब्रेटर गरेर बनाएका छौँ। 17वटा पाइला रहेको छ, जसको हाइट कम भएर हिँड्नलाई सजिलो हुनेछ। आजबाट चाहिँ यो घरको पहिलो ढलानको लागि फरमा राख्ने काम सुरु भएको छ। अब यहाँ चाहिँ फरमा यसरी राखिएको छ। हामीले सबै नयाँ फ्लाइहरू युज गरेका छौँ, देख्न सक्नुहुन्छ।
बलियो होस्, हाम्रो मसला कङ्क्रिटको झोलहरू बाहिर नजाओस् भनेर हामीले एकदम टाइटसँग कम्प्याक्ट गरेका छौँ। रडहरू हामीले यसरी साइन्टिफिक प्रविधिबाट नै तपाईँले प्रष्ट देख्ने गरी युज गरेका छौँ। हामीले यो रड भन्दा मुनि कभर ब्लकको पनि प्रयोग गरेका छौँ, जसको कारणले रड तल भुइँमा टाँसिन पाउँदैन। इलेक्ट्रिसियनको काम पनि भइरहेको छ, पाइप बिछ्याउने काम धमाधम यहाँ भएको देख्न सक्नुहुनेछ। यो चाहिँ घरको पहिलो ढलान हो, त्यही भएर हामी सबैजनाले एक्साइटेड पनि छौँ। तयारीहरू लगभग सबै सकिएको छ। मम्मी पूजा गर्दै हुनुहुन्छ। हामीले चाहिँ यो ढलानमा चाहिँ मेलम्चीको डबल वास बालुवा युज गरेका छौँ। शिवमको ओपिसी सिमेन्ट युज गरेका छौँ। र हामीले गिटी पनि कालो गिटी युज गरेका छौँ। भाइब्रेटर लगाउने काम भइरहेको छ। ढलानहरू एकदम लेभलमा गरेका छौँ। बुवा यताबाट हेर्दै हुनुहुन्छ। हेर्नुहोस्, यस्तो देखियो ढलान भएर सकिँदा पहिलो ढलान। हाम्रो दोस्रो तलाको कोलम उठाउने काम भइरहेको छ, पिल्लर। हाम्रो यो पिल्लरहरू चाहिँ सबै 14x14 रहेका छन्। हाम्रो पहिलो तलाको अब यहाँ वालहरू लगाउने काम अगाडि बढिरहेको छ। डे 89 दोस्रो ढलानको लागि फर्माहरू ठोक्ने काम तयारी भयो। रडहरू बाँध्ने काम पनि लगभग तयारी भइसकेको छ। अब दोस्रो ढलानको लागि लगभग पूर्ण रूपमा तयारी अवस्थामा छौँ। हामीले पाइप, कभर ब्लक, चियर वाल सबै कुराहरू राम्रोसँग प्रयोग गरेका छौँ। अब हामी आज ढलान गर्नेछौँ। पूजा गरेर आजको ढलान सुरु हुनेछ। हामीले यहाँ चाहिँ शिवमको ओपिसी सिमेन्ट, डबल वास बालुवा र कालो गिटी युज गरेका छौँ। हामीले यम20 कङ्क्रिट युज बनाएका छौँ र सबैसँग भाइब्रेटर गरेर काहीँ पनि हनीकम नआउने गरी बलियो गरी बनाएका छौँ। तेस्रो तलाको लागि कोलमहरू पनि लगभग रेडी हुँदैछ। तपाईहरुले यो खोल्दाखेरि देख्न सक्नुहुनेछ काहीँ पनि हनीकम आएको छ, एकदम राम्रोसँग बनेको छ।
तेस्रो तलाको लागि पनि रोड बानेर ढलानको लागि तयारी भइसकेको छ। आज तेस्रो तलाको ढलान रहेको छ। पहिलाको जस्तै हामीले शिवम सिमेन्ट युज गरेका छौँ, ओपिसी। हामीले आजबाट प्लास्टरको काम पनि सुरु गरेका छौँ। हामीले यस घरमा सबै नेपाली अग्राहक युज गरेका छौँ। चौथो ढलानको लागि पनि सबै कोलमहरू रेडी भइसकेको छ। अहिले वालहरू पनि लगाइसकेको छ, देख्नुहुन्छ। प्लास्टर पनि सँगसँगै भइरहेको छ। यहाँबाट यस्तो भ्यूहरू देखिन्छ। यो तलको हाम्रो बाटो हो, 13 फुटे बाटो छ तल। अब भाइहरूले यहाँ फर्मा ठोक्ने काम भइरहेको छ, सँगै डन्डी बान्ने काम पनि भइरहेको छ। आज डन्डी बाँध्ने काम र ढलानको सुपरिवेक्षणको लागि इन्जिनियर विनोद सर पनि आउनु। लगभग हाम्रो अन्तिम पिल्लरहरू खडा भइसकेको छ। पछाडिबाट चाहिँ यो घरको यस्तो देखिन्छ। आज चाहिँ हाम्रो पछाडिको भाग प्लास्टर गर्ने काम भइरहेको छ। अगाडिबाट हेर्दा घर अहिले यस्तो देखिन्छ। पछाडि पनि प्लास्टर काम सकिएको छ। यो चाहिँ हाम्रो भर्याङ छेप्नको लागि अन्तिम स्ल्याब हो। यो चाहिँ अलि सानो छ। यो घरको स्ल्याब बनाउने काम चाहिँ सबै सकिएको छ। आजबाट चाहिँ वाटरप्रुफिङको काम भइरहेको छ। हामीले चाहिँ दुवैपट्टि जेरो साइडमा चाहिँ एकदम राम्रोसँग वाटरप्रुफिङ गर्छ। यो चाहिँ पिएमएम गरेर त्यसपछि हामीले मेमोरिन सिट टाँसेका हौँ। मेमोरिन सिट टाँसेर गरिएको वाटरप्रुफलाई चाहिँ एकदम विश्वासिलो र राम्रो मानिन्छ। हामीले यसरी जेरो साइडमा घर जोडिएको साइडमा चाहिँ पुरै भत्काएर अनि त्यसपछि हामीले त्यहाँ चाहिँ मेमोरिन सिट टाँसेर सिपेजबाट बचाउनको लागि चाहिँ एकदम व्यवस्थित गरेका छौँ। वाटरप्रुफिङ गर्ने, प्लास्टर गर्ने अनि स्पाइरल भर्याङ बनाइरहेका छौँ। ग्रेनाइट छार्ने अनि प्लम्बिङको काम, इलेक्ट्रिसियनको काम, सबै कामहरू चाहिँ यहाँ धम्माधम भइरहेको छ। हामीले चाहिँ खानेपानीको लागि अनि ड्रेनेजको लागि सबै मार्बल कम्पनीको चाहिँ पाइपहरू युज गरेका छौँ।
मार्बलको सिपिभिसी पाइप युज गरेका छौँ, जुन एकदम अमेरिकन प्रविधिबाट बनेको एकदम राम्रो मानिन्छ। ग्रेनाइटमा हामीले जिरा व्हाइट ग्रेनाइट युज गरेका छौँ। यो चाहिँ हामीले पाइप सबै फिटिङ भइसकेपछि पानीको प्रेसर चेक गरिरहेका छौँ, पानी कहीँ लिकेज छ कि छैन भनेर। अगाडि सुर्की बनाउनको लागि घोट्ने काम पनि आजबाट सुरु भएको। टोयलेटको वाटर प्रुफिङ हुँदैछ। यो घरमा टोटल चाहिँ 7वटा टोयलेट बाथरुम रहेको छ। दिदी अहिले तल नजाने, एकछिन यता। हामीले वाटर प्रुफिङलाई चाहिँ एकदम ध्यान दिएर गरेका छौँ। सबै छतमा, बरान्डामा, सबैतिर पुरै मेम्ब्रेन सिट लगाएका छौँ। राम्रोसँग पिएमएम गरेका छौँ, देख्न सक्नुहुन्छ। सिपेजबाट चाहिँ हाम्रो घर पूर्ण रूपमा सुरक्षित रहेको छ। 7वटै बाथरुममा चाहिँ हामीले पुरै मेम्ब्रेन सिट लगाएर चाहिँ हाम्रो बाथरुमहरू चाहिँ सिपेजबाट पूर्ण रूपमा सुरक्षित रहेको छ। आज हामीले लेमिनार ब्रान्डको टाइल पनि झारेका छौँ। अनि यहाँ अगाडि रिजर्भ ट्याङ्कीको लागि चाहिँ खन्ने काम भइरहेको छ। हामीले 20,000 लिटरको अगाडि 2वटा ट्याङ्की खनेका छौँ। यो चाहिँ अगाडिको कम्पाउन्डभित्र 20,000 लिटरको रिजर्भ वाटर ट्याङ्क हो। देख्न सक्नुहुन्छ पुरै रड बानेर चाहिँ ढलान गरेर हामीले बनाएका छौँ। यो चाहिँ यहाँ सेफ्टी ट्याङ्की बनिरहेको छ। यो पनि ठुलो साइजकै बनाएका छौँ हामीले सेफ्टी ट्याङ्की। हामीले टाइल लगाउने मान्छे चाहिँ एकदमै प्रोफेसनल ल्याएका छौँ। टाइलको बिच भागबाट सिपेज नहोस् भनेर हामीले बिचमा सबैमा इप्रोक्सी गरेका छौँ। हेर्नुहोस्, यो पानी ट्याङ्की रेडी भयो। हामीले बिचमा पार्टिसन गरेका छौँ 20,000 लिटरकोलाई। एउटा ठुलो एउटा सानो बनाएका छौँ। यो सेफ्टी ट्याङ्की हो। यहाँ बाटो छुट्याउने काम भइरहेको छ। 13 फिट बाटो छुट्याएर चाहिँ हामी आफ्नो कम्पाउन्ड वाल लगाउँछौँ। हामीले 13 फिट बाटो कम्प्लिटली छोडेका छौँ, अझै थोरै बढी पनि हुन्छ। घर अगाडि त्यहाँ बाटो बिग्रेको थियो र हामीले त्यो बाटो पनि बनाइदियौँ। टोयलेट बाथरुममा टाइल लगाउने काम चाहिँ धम्माधम भइरहेको छ। यहाँ चाहिँ मूल गेटको लागि 3वटा पिलर राखेर एउटा ठुलो गाडीको लागि र एउटा सानो बाइक र मान्छेको लागि 2वटा गेट बनाउँदैछौँ। थर्ड फ्लोरको किचनको लागि चाहिँ यहाँ स्ल्याब बन्दैछ। यहाँ रिजर्भ ट्याङ्की चाहिँ लिकेज होला भनेर हामीले मेम्ब्रेन सिट हालेर चाहिँ वाटर प्रुफिङ गरेका छौँ। हेर्न सक्नुहुन्छ। किचनको स्ल्याबमा ग्रेनाइट लगाउने काम भइरहेको छ। यस्तो किचन हाम्रो यो घरमा चाहिँ टोटल 5वटा रहेको छ। यो चाहिँ थर्ड फ्लोरको किचन हो। एकदम स्पेसियस रहेको छ।
यहाँ चाहिँ रिजर्भ ट्याङ्की माथि चाहिँ रड बुनेर पूर्ण रूपमा ढलान गर्ने काम भइरहेको छ। थर्ड फ्लोरको किचनमा टाइल हालेर पनि सकियो। यस घरको 5वटै किचनको फ्लोरमा हामीले टाइल लगाएका छौँ। मूल गेटको 3वटा पिलर पनि तयार भयो र कम्पाउन्डिङ वाल लगाउने काम पनि सुरु भएको छ। यो चाहिँ ड्रेनेज जाने मुख्य पाइपहरू हो, त्यहाँ मङ्गाल बस्छ। कम्पाउन्ड भित्रको एरियालाई, ग्यारेज एरियालाई चाहिँ यहाँ पुरै ढलान गर्ने काम भइरहेको छ। हामीले ढलान गरेर भाइब्रेटर लगाएर बलियो बनाएका छौँ। अन्सारी भाइ आजबाट गेट बनाउने काममा लागे। यो चाहिँ हाम्रो गेटभन्दा बाहिरको मङ्गाल हो। हाम्रो चाहिँ आज घरमा पूजाको साइत हो। पूजा सकियो। पुटिङ लगाउने काम पनि यहाँ धम्माधम भइरहेको छ। यहाँ गेटमा प्राइमर लगाउने काम पनि भइरहेको छ। ग्रिलमा प्राइमर लगाउने काम भइरहेको छ। युपीभीसीको पनि चौकोसहरू धम्माधम हालिरहेका छन्। फर्निचरको कामहरू पनि भइरहेको छ। मोडुलर किचनको काम भइरहेको छ। यहाँ तल ढुङ्गा छाप्नको लागि पनि काम हुँदैछ। यहाँ फल सिलिङको लागि काम भइरहेको छ। ग्यारेज कम्पाउन्डमा ढुङ्गा छापिएपछि यस्तो देखिएको छ। हामीले फर्निचरको लागि चाहिँ सबै ए ग्रेडको प्लाई नै युज गरेका छौँ। हाम्रो यो तेस्रो तलामा ठुलो किचन र किचनसँगै एउटा पूजा कोठा र एउटा स्टोर पनि रहेको छ। हामीले इलेक्ट्रिक वायरहरू चाहिँ सबै राठी कम्पनीको युज गरेका छौँ। मेन लाइनमा ठुल्ठुला तार युज गरेका छौँ। के
थर्ड फ्लोरमा चाहिँ 2टा टिभी क्याबिनेट रहेको छ। यो चाहिँ स्टडी रुम, बच्चाहरूको लागि स्टडी गर्नको लागि स्टडी रुमको ऱ्याक। बेडरुमहरूमा दराज एट्याच्ड रहेको छ। आज चाहिँ हाम्रो मूल ढोकाको खापा आएको छ। हाम्रो परम्परा रीतिरिवाज अनुसार मूल ढोका हाल्दा चाहिँ पूजा गरेर मात्रै मूल ढोका राख्नुपर्ने रहेको छ। त्यसैले मम्मी मूल ढोका पूजा गरिरहनु भएको छ। यो चाहिँ हाम्रो सीसीटीभी इन्टरनेटको तारहरू पुरै अन्डरग्राउन्ड गर्ने काम भइरहेको छ। आज चाहिँ बोरिङको पानीलाई भेसलबाट फिल्टर गर्नको लागि भेसल जडान गर्ने काम भइरहेको छ। हामीले यो घरमा चाहिँ सबै एसियनको प्रिमियम पेन्ट्सहरू युज गरेका छौँ। बाहिर पुरै ड्याम प्रुफ लगाएका छौँ। इलेक्ट्रिक स्विच, बत्ती, बट्टाहरू सबै हामीले राठी कम्पनीको युज गरेका छौँ। मम्मीको इच्छा अनुसार चाहिँ यहाँ पिङ बनाउने काम भइरहेको छ। आज ढोका हाल्ने काम भइरहेको छ। यहाँ हामीले ढोकाको खापा चाहिँ सबै रोयलवुड कम्पनीको मेड इन इन्डिया राखेका छौँ। सागर भाइ आज घरमा बत्ती बाल्नको लागि कम्मर कसेर लागि परेको छ। हामीले यो सुर्की लगाएको ठाउँमा चाहिँ सिलिकोन लगाएर यसरी टल्काएको हो। आजबाट युपीभिसीको झ्याल सिसाहरू फिट गर्नु पनि भाइहरू आउनुभएको छ। घर बनाइसकेपछि एउटा गाह्रो पार्ट सरसफाइ पनि हो। भर्याङको डन्डीमा अनि यो पार्टिसनमा चप्रा पलिस गर्ने कामहरू भइरहेको छ। क्लिक्क टल्केर राम्रो पनि देखिएको छ। माथिको ठुल्ठुलो 3टै भुवाइडमा चाहिँ हामीले टफन ग्लास युज गरेका छौँ, राम्रो क्वालिटीको। हामीले यो घरमा चाहिँ पुरै अफ व्हाइट थेमको कलर गरेका छौँ। अहिले यस्तो देखिरहेको छ। एक हप्ताको पर्खाइमा विद्युत प्राधिकरणबाट मिटर जोड्ने काम पनि सम्पन्न भएको छ। आज हाम्रो पार्केट हाल्ने काम भइरहेको छ। हामीले पार्केट चाहिँ हामीले 12 mm को मोटो पार्केट युज गरेका छौँ। कौशीको यो टाइल चाहिँ लेमिनार ब्रान्डको हो। घर सर्ने तयारी काम द्रुत गतिमा धमाधम हुँदैछ। अब सोलर हामीले सन किङ कम्पनीको 30 वटा ट्युब भएको चाहिँ सोलर राख्दैछौँ। आज सोलरको काम भइरहेको छ।